2080 सालमा बागमती प्रदेशमा सोधिएको एसई विज्ञान तथा प्रविधि विषयको प्रश्नपत्र यस प्रकार रहेको छ। समय 3 घण्टा, पूर्णाङ्क 75। दिएका निर्देशनका आधारमा आफ्नै शैलीमा सृजनात्मक उत्तर दिनुहोस्। खण्ड क, तलका प्रश्नहरूको ठिक विकल्प छानी उत्तर पुस्तिकामा लेख्नुहोस्। मार्क्स 10x1 = 10। क्वेसन नम्बर 1, ए कार्य विभाजनको आधारमा मौरी कति प्रकारका हुन्छन्? 1 2 2 3 3 4 4 5। बी मेन्डलले आफ्नो प्रयोगका लागि केराउका कतिवटा गुणहरू छानेका थिए? 1 11 2 9 3 7 4 5। सी तलका मध्ये कुन रक्त नलीले फोक्सोबाट रगत मुटुमा लैजान्छ? 1 पल्मोनरी सिरा, 2 पल्मोनरी धमनी, 3 भेना काभा, 4 एओर्टा। डी दिएको ग्राफमा कुन चाहिँ बिन्दुमा पानीको घनत्व सबभन्दा बढी हुन्छ? 1 ए, 2 बी, 3 सी, 4 डी। ई पेरियोडिक तालिकाको ग्रुप 15VA का तत्त्वहरू कुन ब्लकमा पर्छन्? 1 एफ ब्लक, 2 डी ब्लक, 3 पी ब्लक, 4 एस ब्लक। एफ CnH2n-2 सामान्य सूत्र भएको हाइड्रोकार्बनको नाममा कुन प्रत्यय हुन्छ? 1 एएनई, 2 एएनई, 3 ओएल, 4 वाइएनई। जी दिएको तालिकामा सजीव र तिनीहरूका विशेषताहरूको कुन जोडा सही छ? सजीव अन्तर्गत ए सल्लाको बिरुवा, बी बाघ, सी माछा, डी भ्यागुता। विशेषता अन्तर्गत 1 मांसाहारी, 2 जमिन र पानी दुवै ठाउँमा बस्ने, 3 जाडो ठाउँमा पाइने, 4 स्ट्रिमलाइन शरीर भएको। 1 A3B1 C4 D2, 2 A1 B1 C4 D2, 3 A3B2 C4 D1, 4 A1 B4 C2 D3। एच 50 केजी पिण्ड भएको वस्तुको तौल चन्द्रमामा कति हुन्छ? 1 8.35 न्युटन, 2 83.5 न्युटन, 3 835 न्युटन, 4 8355 न्युटन। आई तल दिएका आधारभूत एकाइसम्मको कुन अन्तर सम्बन्धले न्युटन जनाउँछ? 1 केजी पर मिटर स्क्वायर पर सेकेन्ड स्क्वायर, 2 केजी मिटर स्क्वायर पर सेकेन्ड, 3 केजी मिटर स्क्वायर सेकेन्ड स्क्वायर, 4 केजी मिटर पर सेकेन्ड स्क्वायर। जे पानीमा तैरिरहेको 400 ग्रामको वस्तुले विस्थापन गर्ने पानीको तौल कति हुन्छ? 1 0.4 न्युटन, 2 4 न्युटन, 3 40 न्युटन, 4 400 न्युटन। खण्ड ख, क्वेसन नम्बर 2, तलका प्रश्नहरूको अति छोटो उत्तर लेख्नुहोस्। मार्क्स 9x1 = 9। ए कम्प्युटर मेमोरीको सबैभन्दा सानो एकाइ कुन हो? बी पल्मोनरी रक्त सञ्चार भनेको के हो? सी हिमचितुवाको संरक्षणका लागि मुख्य रूपमा के गर्नु पर्ला? डी दिएको रासायनिक समीकरणमा उत्पादित पदार्थ के हुन्छ? लेख्नुहोस्। CaO + H2O इम्प्लाइज। ई प्रयोगशालामा एमोनिया ग्यास बनाउँदा पानीमा नपठाउनुको कारण लेख्नुहोस्। एफ साबुन र डिटर्जेन्ट बीच कुनै एक फरक छुट्याउनुहोस्। जी देख्दा उस्तै देखिने दिएका जीवहरूलाई फरक फरक क्लासमा विभाजन गर्नुको कारण प्रजननका आधारमा स्पष्ट पार्नुहोस्। एबी। एच इन्द्रेणी कसरी बन्छ? चित्रबाट देखाउनुहोस्। आई यदि एकजना विद्यार्थीले कक्षाको अन्तिम बेन्चमा बसेर सेतो पाटीमा लेखेका अक्षरहरू पढ्न सक्दैन, उक्त विद्यार्थीको समस्या समाधान गर्नका लागि अपनाउनु पर्ने उपाय चित्रद्वारा प्रस्तुत गर्नुहोस्। खण्ड ग, तलका प्रश्नहरूको छोटो उत्तर लेख्नुहोस्। मार्क्स 14x2 = 28। क्वेसन नम्बर 3, मौरीका कुनै दुई फाइदाहरू लेख्नुहोस्। क्वेसन नम्बर 4, जलवायु परिवर्तन गराउने कुनै दुईवटा कृत्रिम प्रक्रिया उल्लेख गर्नुहोस्। क्वेसन नम्बर 5, एकजना विद्यार्थीले बिरुवाको वृद्धि र सूर्यको प्रकाशको उपलब्धता बीचको सम्बन्धको परीक्षण गर्नु छ। यस परीक्षणमा स्वतन्त्र चर र एउटा नियन्त्रित चर के हुन्छन्? क्वेसन नम्बर 6, प्रबल र लुप्त गुण बीच कुनै दुईवटा फरकहरू लेख्नुहोस्। क्वेसन नम्बर 7, चुम्बकको प्रयोग गरी विद्युत निकाल्ने प्रक्रियाको कुनै एउटा चित्र लेख्नुहोस्। खिच्नुहोस्। क्वेसन नम्बर 8, एउटा नदीबाट दुईवटा नहरहरू निकालेर सिँचाइको लागि पानी खेतमा पठाउने योजना स्वरूप बाँध बाँध्ने काम भइरहेको छ। उक्त बाँधको पिच 6 फिट फराकिलो बनाउँदा वा 8 फिट फराकिलो बनाउँदा कुन चाहिँ दिगो हुन्छ? वैज्ञानिक कारण दिनुहोस्। क्वेसन नम्बर 9, ब्रह्माण्डको भविष्य सम्बन्धी परिकल्पनाबारे दिएको ग्राफ अध्ययन गर्नुहोस्। ग्राफ आरले के जनाउँछ? के कारणले गर्दा पी भन्दा आर फरक छ? क्वेसन नम्बर 10, पारमाणविक सङ्ख्या 12 भएको तत्त्व र पारमाणविक सङ्ख्या 8 भएको तत्त्वबीच रासायनिक प्रतिक्रिया भएर बनेको अणुलाई पानीसँग प्रतिक्रिया गराउँदा हुने रासायनिक प्रतिक्रियाको सन्तुलित रासायनिक समीकरण लेख्नुहोस्।
यसरी बनेको रसायन कस्तो अवस्थामा हामीले औषधिको रूपमा खानुपर्ने हुनसक्छ। क्वेसन नम्बर 11 मानव चाँदीलाई इलेक्ट्रो रिफाइनिङ तरिकाबाट शुद्धिकरण गर्दै हुनुहुन्छ। यस प्रक्रियाका लागि आवश्यक सामग्री तथा सही जडान गरिएको चित्र खिच्नुहोस्। क्वेसन नम्बर 12 उद्योगहरूबाट हुने विभिन्न प्रकारका रासायनिक पदार्थको व्यवस्थापन कसरी गर्न सकिन्छ? कुनै दुईवटा बुँदामा लेख्नुहोस्। क्वेसन नम्बर 13 दिएको बिरुवा कुन डिभिजन अन्तर्गत पर्छ? उक्त डिभिजनमा राख्नुपर्ने एउटा कारण पनि उल्लेख गर्नुहोस्। क्वेसन नम्बर 14 भारतको मुम्बई सहर समुद्रको किनारमा छ। यो सहरको गर्मी र जाडो यामको तापक्रम त्यति फरक देखिँदैन, व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 15 प्रयोगशालामा एउटा ग्यास तयार पार्ने विधिको जडान गरिएका उपकरणहरूको चित्रमा मुख्य दुईवटा गल्तीहरू गरिएका छन्। ती गल्तीहरूको पहिचान गरी सही जडानको सुझाव दिनुहोस्। क्वेसन नम्बर 16 सँगैको तालिकामा अल्केनको होमोग्लस श्रृङ्खला दिएको छ, जहाँ क्रमसङ्ख्या 4 मा वास्तविक यौगिकको सट्टा यक्स लेखिएको छ। 1 यक्सको अणुसूत्र लेख्नुहोस्। 2 यक्समा रहेको यौगिकमा एउटा छेउको दुईवटा कार्बनबाट एकवटा यच परमाणुहरू झिकेर बन्ने यौगिकको संरचना सूत्र लेख्नुहोस्। समूह घ तलका प्रश्नहरूको लामो उत्तर लेख्नुहोस्। मार्क्स 7x4 = 28। क्वेसन नम्बर 17 आधुनिक पेरियोडिक नियम लेख्नुहोस्। आधुनिक पेरियोडिक तालिकामा धातु र अधातुको एक समूह उल्लेख गर्नुहोस्। एउटै पिरियडमा बायाँदेखि दायाँसम्म रहेका तत्त्वहरूको पारमाणविक साइजमा कस्तो परिवर्तन हुँदै जान्छ लेख्नुहोस्। क्वेसन नम्बर 18 एनालग सिग्नलको प्रसारणको अवधारणा, चित्र तथा यसको प्रयोगको व्याख्या गर्नुहोस्। क्वेसन नम्बर 19 दिएको जोडीहरूका कुनै दुईवटा फरकहरू लेख्नुहोस्। 1 कन्केभ लेन्स र कन्भेक्स लेन्स। 2 सघन माध्यम र विरल माध्यम। क्वेसन नम्बर 20 एकजना मानिस पिसाब गर्न गएको केही समयपछि त्यही टोयलेटमा अर्को मानिस जान्छ। उक्त मानिसले टोयलेटको प्यानमा कमिलाहरू देख्दछ। 1 उक्त प्यानमा यस्तो अवस्था के कारणले देखिएको होला, व्याख्या गर्नुहोस्। 2 पहिलो मानिसले यस अवस्थालाई कम गर्न उसको दैनिक क्रियाकलापमा के कस्तो परिवर्तन गर्नुपर्छ? कुनै दुई सुझावहरू दिनुहोस्। क्वेसन नम्बर 21 दिएको ग्राफको आधारमा तल दिएको तालिका भर्नुहोस्। गुणहरू करेन्टको मान चित्र 1 चित्र 2। करेन्टको ध्रुवहरूको अवस्था चित्र 1 चित्र 2। यो प्रयोग हुन सक्ने उपकरणहरू चित्र 1 चित्र 2। कुनै एक स्रोत चित्र 1 चित्र 2। क्वेसन नम्बर 22 दिएको चार्टको अध्ययन गरी खाली ठाउँमा उचित ग्यामेटहरू भर्नुहोस्। प्यारेन्ट्स फादर मदर। फादर 44 + XY, मदर 44 + XX। मेलोसिस फादर स्पर्मेटोजेनेसिस, मदर ओगेनेसिस। जिमेसिस 22 + S, फादर 22 + X, मदर 22 + X। टेबलमा लैङ्गिक कोष 22 + X, सन। क्वेसन नम्बर 23 सँगैको तालिकामा 3वटा आकाशीय पिण्डहरूको गुरुत्व प्रवेग दिएका छन्। यसका आधारमा दिएका प्रश्नहरूको उत्तर दिनुहोस्। आकाशीय पिण्ड ABC गुरुत्व प्रवेग A 25 m/s², B 9.8 m/s², C 1.67 m/s²। 1 3वटा आकाशीय पिण्डहरूमध्ये कुन चाहिँमा वस्तु उठाउन सजिलो हुन्छ? किन? 2 तिनैवटा आकाशीय पिण्डहरूमा एउटै उचाइबाट कुनै वस्तुलाई खसालियो भने कुन आकाशीय पिण्डहरूमा वस्तु सबैभन्दा छिटो खस्छ? किन? एसई सम्बन्धीका जुनसुकै विषयका प्रश्नपत्रहरू चाहिँमा वी लर्न टुगेदर 1M को प्लेलिस्ट एसई मेटेरियल एन्ड स्कुल लेभल क्वेसन पेपरमा गई खोज्नुहोला र आफूलाई चाहिएका प्रश्नपत्रहरूको खोजी ती प्रश्नपत्रहरूको आधारमा तयारी राम्रो गरी इक्जाम राम्रो गर्नुहोला। वी लर्न टुगेदर 1M भित्रका सम्पूर्ण भिडियोहरूलाई लाइक, कमेन्ट, सब्सक्राइब र सेयर गर्न नबिर्सनुहोला। तपाईँको कुनै जिज्ञासा भएमा कमेन्टमा लेख्दै जानुहोला। धन्यवाद।